हेलो गाइस, वेलकम टु माई जेवार मिनी ब्लग। तपाईँलाई स्वागत छ। सबैलाई गुड मर्निङ। आशा छ सन्चै हुनुहुन्छ होला। अनि हामी चाहिँ अब श्रमतिर लाग्न आँटेको। सन्देशहरूमा उल्लाबारी हुने अरे श्रम गाई। अनि सनराइजको भ्यू लिँदै अनि प्रकाश मामाको घरतिर पुग्यो होइन। अनि त्यहाँदेखि अनि त्यहाँ बाटो लाग्दै लाग्दै हिँड्दै अनि कोप्लाचोक अनि पुग्यौँ। बिहानीको भ्यू लिँदै यहाँ पनि होइन कोप्लाचोक ल्याइदिएको। त्यहाँदेखि आइतबारी पुग्यौँ। आइतबारी टोली रहेछ। अनि त्यहाँदेखि सांस्कृतिक टोली पनि जाने रहेछ। अनि उर्लाबारी पुगेपछि हामी त्यहाँतिर अनि सरसफाइ गर्न सुरु गर्नु। अङ्कल पनि हाई नमस्ते गर्नुहुँदैछ होइन। अनि त्यहाँदेखि अनि भ्यू लिँदैछु होइन। अनि यतातिर अनि हामी चाहिँ उर्लाबारी आइपुग्यौँ। उर्लाबारी आइपुगेपछि ऊ सन्देश भाइ छ नि त ऊ। अनि त्यहाँदेखि अनि अङ्कल पनि ऊ भिडियो बनाइदिएको होइन। अनि त्यहाँदेखि अब मैले नि अब काम सुरु गर्न थालेकै झाडु बोकेर सरसफाइ सुरु गर्नुपर्छ। त्यहाँदेखि हामीले काम सकेपछि अनि हामीले यतै झाडुहरू त अटोतिर दियौँ होइन। गाइसहरू भेलाहरू हुनुहुन्छ। अनि काम सकेर अब हामीतिर घरतिर पनि अब लाग्न आँटेको होइन। घर त नि अब धमाधम पनि हुनेछ होइन। अब घरतिर अब फर्किँदा हामी अनि बाटो हुँदै त्यहाँदेखि अनि हामी अब कोप्लाचोक पुग्यौँ गाइसहरू होइन। अनि गाउँतिर नि एउटा पुरानो साथी हुनुहुँदो रहेछ। अनि भेटभाट गरेर अनि त्यहाँदेखि अनि गफ गऱ्यौँ एकछिन। अनि साथी भनेको त पुरानो साथी होइन। अब नभेटेको नि अब थुप्रो दिन भयो। अनि अहिले देखा परेको रहेछ। अनि गफ गऱ्यो होइन। अब मित्र साथीले चाहिँ पानको भिडियो बनाइदिऊ न भनेर अनि मैले नि हुन्छ भनेर बनाइदिएको। पान खाऊ जिन्दगी बनाऊ। ल गाइसहरू अब तपाईँहरू सन्चै हुनुहुन्छ होला होइन। अब हामी चाहिँ यति नै बिदा भन्दै बाई बाई टाटा लभ यू।